हेलो गाइज फेरि पनि आइसक्यो न्यू न्यू भ्लग। नमस्ते, मेरो नाम पुकार तिरुवा। फेरि पनि आइसक्यो हाम्रो गोलगप्पाको रेसिपी। आज चाहिँ हामी गोलगप्पा खाँदैछौँ होइन। आज चाहिँ हामीले यस्तो ल्याएको थियौँ अनि हिजो, अनि यस्तो बनाउनु पाएको थिएनौँ नि त हामीले। त्यसैले आज चाहिँ हामी आलु असानेर घरमा बनाएको अब अर्ग्यानिक हुन्छ नि त, त्यसैले हामीले बनाउँदैछौँ पानीपुरी। मिठो लाग्छ, हामीले नखाएको पनि धेरै थियो अनि हामी चाहिँ मोमो मात्रै खाने गर्थ्यौँ कि, त्यसैले आज चाहिँ हामीले गोलगप्पाको रेसिपी हान्यौँ भनेर बनाउँदैछु यो भिडियो। हजुरहरूले मन परेमा लाइक सेयर अनि फलो गर्नु होला। अब हजुरहरूको माया हजुरहरूको सपोर्ट पाए भने मैले अझै हौसला गराएर अनि भिडियो बनाउन चाहन्छु किनकि अब हजुरले पनि हल्का माया देखाउनु पऱ्यो। हजुरहरूले माया देखाए पनि बल्ल मलाई पनि हल्का जागर आउने भयो कि ओहो मेरो दर्शकबिनहरूले मेरो लागि यति गर्नुभएको छ भने म पनि मेरो दर्शकको लागि यति गर्छु भन्न चाहन्छु कि। त्यसपछि चाहिँ हाम्रो यो आलु उमाले के भनौँ बसाल्दैछौँ। अब यस्तो अब बाहिर खाएर अब 10-20 रुपियाँको 50 रुपियाँको खायो भने अलिक कम नै आउँछ। घरमा अब हामीले एक प्याकेट ल्यायौँ कि यति दिन चल्यो। आज मात्रै बनाएको भिडियो हामी ल्याएको चाहिँ अस्ति नै हो। धेरै दिन चल्छ कि घरमा बनाएको रेडिमेड नै हुन्छ। अनि अब त्यो पानीपुरीहरूको मसला अब आफ्नो हातमा हुन्छ, घरमा अर्ग्यानिकहरू हाले पनि अझै मिठो हुन्छ। त्यसपछि मैले चाहिँ प्याजहरू काट्न लागेँ। त्यसपछि चाहिँ म प्याज काट्दा के यस्तो भनेर त्यसपछि चाहिँ हाम्रो दाइको छोरी यस्तै आइती बाल हाल झिङ्गिङ छोडेर। त्यसपछि चाहिँ अलिकति मेरो यस्तो के त्यो प्याज काट्दाखेरि यस्तो आँखादेखि आँसु आउँछ नि। यति त कसैले सायद मायामा धोका खाएको बेला नै आउँदैन होला कि मेरो यति आउँछ आँसु। त्यसपछि चाहिँ मसलाहरू बनाउँदैछु। मसलाहरू अब हामीले त्यही रेडिमेड नै ल्याएको थियौँ अनि अलिकति घरको अर्ग्यानिक धनियाँहरू हालेर चटचुट गराएको थियौँ। अनि यस्तो बच्चाहरू पनि थिए अनि बालपनको याद आयो कि बालपन पनि हामीहरूले यस्तो यो चाट मसला हुन्छ नि त, चाट मसला यस्तो खाने कि हामी घरमा ल्याएको बेला कि यस्तै हातमा हालिअलि खान्थ्यौँ, मिठो लाग्थ्यो। बाजुभोलि ठुलो भएर पनि होला सायद यस्तो मिठोहरू लाग्दैन, बनायो भने मिठो लाग्छ। पहिला अब अलिकति हातमा पाए पनि यति मिठो लाग्ने के। त्यसपछि चाहिँ हाम्रो यो पानीपुरी त्यहाँ बनाएको थियौँ हामीले। यो पहिला पानीहरू मसलाहरू हामीले ठिक्क गराएर त्यसपछि चाहिँ हामी पानीपुरी तल्नतिर लाग्यौँ। हामीले यो तेलै गरम नभएको बेला मैले हालिदिएँ कि झ्याट्ट पारेर। त्यसपछि चाहिँ झटपट कराममा भइसकेको थियो भनौँ, अलिक ढिलै भएको थियो। हाततिर म फेरि हाततिर जति नै हालिहाल्छु कि वरिपरि भाइ बहिनीहरू नै हाल भनिदिन्छ अनि त्यसपछि पनि म पनि हालिदिन्छु। अब त्यस्तो कस्तो भन्दाखेरि अब होइन, यो पानीपुरी जब फुलिन्छ नि मलाई यस्तो मनपर्छ कि रेडिमेडको। अब हामीले त्यो त अब जो बनाउँछु नि त सुजी हालेर त्यो त मलाई गर्न आउँदैन। त्यसपछि हामीले बनाउँदैछौँ खाँदैछौँ अनि यस्तो भइसकेको थियो हाम्रो पानीपुरी। अनि यस्तो हो कि यो पानीपुरी हाम्रो जहिले पनि बन्छ होइन। मोमो पानीपुरी जहिले पनि बन्दाखेरि कि हाम्रो यो अब चुल्हा छ अनि गोबर ग्यास छ। अब चुल्हा बाल्नको चाहिँ हामीले गोबर ग्यासमा खान्छौँ कि हरेक टाइममा हामीलाई यो गोबर ग्यासले धोका दिन्छ कि कहिले पनि अलिकति बन्छ त्यसपछि गइजान्छ। त्यसपछि चाहिँ हाम्रो एक मात्रै भएको थियो, यो एक छन्नी मात्रै भएको थियो। यो हाम्रो फाइनल यही हो, फाइनल सब भएको यही हो। त्यसपछि चाहिँ हामी अब खानातर्फतिर लाग्यौँ होइन। खाना फेरि यस्तो सुकुन भइरहेको थियो, यस्तो सुकुन थियो नि, घच्चा खाइदिएको मैले त। यस्तो पानीपुरीहरू फेरि मलाई यस्तो के घरको भन्दा नि बाहिरको चिजहरू मनपर्छ, तर राम्रो त होइन बाहिरको चिज खाने किनकि हेल्दी हुँदैन, हाम्रो शरीरहरू बिगार्न सक्छ। त्यसैले हामीले चाहिँ घरकै अर्ग्यानिक चिजहरू अर्ग्यानिक खानाहरू खानुपर्छ। अगर हामीले गोलगप्पाहरू पनि खायो भने अब घरमै बनाएको सुजीहरूको आटोहरू हालेर बनाए पनि राम्रो हुन्छ। अनि यो पानीहरू घरमै गराए पनि राम्रै हुन्छ। अब मोमोहरू प्रायः जस्तो हामी मोमोहरू पनि त बहुत खान्छौँ नि त, त्यसैले हामीलाई त्यसपछि चाहिँ हामीले यो खाएर अनि त्यसपछि फाइनल हामीले यस्तरी मिलाएर खाएको थियौँ अनि मिठो भएको थियो। भिडियो यहीसम्म। हजुरहरूले फलो लाइक नगर्नु बिर्सिनु होला किनकि हजुरको मायाले ल